सेकेन्ड ह्यान्ड गाडी लिँदाखेरि चाहिँ एकदम ध्यान दिनुपर्ने मेन 5 पोइन्ट्स चाहिँ के हो? फर्स्ट अफ अल थ्याङ्क यू फर चुजिङ अस। थ्याङ्क यू सो मच। फर्स्ट अफ अल इन्जिनको ड्यासबोर्डमा केही चेक लाइटहरू आउनु भएन, चाहे त्यो इन्जिनको होस्, ट्रान्समिसनको होस्, एबिएसको होस्, जेको भयो भने चेक लाइटहरू केही आउनु भएन। त्यो भनेको यदि केही छ भने एक्जिस्टिङ केही प्रब्लम छ भन्ने कुरा हो। त्यसपछि सेकेन्ड मेन भनेको चाहिँ इन्जिनमा लिकेजहरू माइनर पनि हुनसक्ला, मेजर पनि हुनसक्ला, तर लिकेज एकचोटि स्टार्ट भएपछि लिकेज बढ्दै जान्छ। कुनै लिकेज चाहिँ इजी फिक्स हुन्छ भने कुनै जस्तो क्र्याङ्क ओइल सिलबाट यदि मेन क्र्याङ्क ओइल सिलबाट लिकेज भइरहेको छ भने त्यसको लागि एकदम धेरै खर्च लाग्छ, रिपेयर हुन्छ। त्यही भएर यदि लिकेज छ भने त्यो गाडी चाहिँ एभोइड गर्नु पऱ्यो। र अर्को कुरा भनेको मेन चाहिँ अब इन्जिन र गियरबक्स के रह्यो। अब इन्जिनमा चलाउँदाखेरि केही प्रब्लम छ, पिकअप छैन, त्यस्तो छैन भने चलाउँदा थाहा हुन्छ होइन। अनि मेन भनेको अब इन्जिनको यदि हेड ग्यास्केट गएको छ भने अब त्यो गएको नगएको चाहिँ प्रोफेसनलकै हेल्प चाहिन्छ, त्यसको लागि हामी छँदैछौँ। र मेनली त्यो कुराहरू चाहिँ अब रेडिएटर क्याप खोलेर हेर्दाखेरि यदि त्यो कुलेन्टमा ओइल मिक्स भएको छ भने त्यो, अथवा डिप स्टिक निकालेर इन्जिन ओइलको लेभल चेक गर्दाखेरि त्यसमा अब त्यो स्लट जस्तो छ, अलिकति त्यो फिन्च जस्तो बनेको छ भने चाहिँ त्यो हेड ग्यास्केट गएको हुनुपर्ने सङ्केत हो। अनि अर्को कुरा भनेको ट्रान्समिसन। अब प्राय सिबिटी टाइपको ट्रान्समिसनमा चाहिँ धेरै गियरबक्स सिबिटी टाइपको ट्रान्समिसनमा चाहिँ धेरै प्रब्लम हामीले देखेका छौँ। र त्यो गएको नगएको थाहा पाउनलाई चाहिँ तपाईँले यदि गाडी टेस्ट ड्राइभ गरेर हेर्दाखेरि यदि आइरहेको छ, झड्का हानेर छ गाडीले, इन्जिन सिट भएको छैन, झड्का हानेर सिट भइरहेको छ, ट्रान्समिसन गएको सङ्केत हो। त्यो गाडी तपाईँहरूले एभोइड गर्नु पऱ्यो। र लास्ट भनेको पिपिएसआर, यदि गाडीको एक्सिडेन्टल हिस्ट्री छ, केही छ भने त्यो गाडी चाहिँ तपाईँहरूले नकिन्दै ठिक हुन्छ, किनकि पछि तपाईँले बेच्नु पऱ्यो भने पनि मार्केट भ्यालु पनि कम हुन्छ। र अब एक्सिडेन्टल हिस्ट्री भएको गाडी भनेको अब केही न केही कमजोर नै हुन्छ भनौँ। र त्यो चेक गर्नलाई चाहिँ तपाईँहरूले बजेट डिरेक्टको वेबसाइटमा गएर चेक गर्नुभयो भने एउटा भिन नम्बर, गाडीको VIN भिन नम्बर गर्नुभयो भने एउटा फ्री पनि चेक गर्नु मिल्छ। त्यो कुराहरू हेर्नुभयो भने साथसाथै उहाँहरूले प्री भ्याकिङ इन्सपेक्सन पनि गर्नुहुन्छ। यदि तपाईँ यो नियरबाई एरियामा हुनुहुन्छ अथवा उहाँहरूले सँगै लिएर जान चाहनुहुन्छ भने सर्टेन फीमा त्यो चाहिँ उहाँहरूले प्रोभाइड गर्नुहुन्छ। यहाँ कार्लाइल र सराउन्डिङ्स एरियामा तपाईँहरूले त्यसको लागि पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ।